रक्षा गर 12 मुष्ट कुल देउता। श्रद्धालु भक्तजन, जो मान्छेलाई कुलले मन पराएको हुन्छ त्यो मान्छेका लक्षण यस्ता हुन्छन्। जो भगवानको अत्याधिक विश्वास गर्छ ऊ कुलको प्रिय मान्छे हो। जति बेला पनि आफूभित्र कुल हुनुहुन्छ, म भित्र कुलको बास छ, मेरो शिरमा कुलको बास छ भनेर जसले भन्छ र जसले विश्वास गर्छ उहाँको शिरमा कुलको बास रहन्छ। भगवानको भक्त, भगवानप्रतिलाई पूजा पाठ नगरिकन केही नखाने, भगवानको नाममा धूप नबालिकन केही नखाने जो व्यक्ति छ उहाँलाई कुलको बास रहन्छ। जो व्यक्ति सन्तोष छ, भए पनि सन्तोष नभए पनि सन्तोष रहन्छ, यो मान्छेको शिरमा कुलको बास रहन्छ। र जो मान्छे सत्कर्म गर्छ, जो मान्छे सत्यताको बाटो हिँड्छ, यो मान्छेको शिरमा कुलको बास हुन्छ। जो मान्छेले नयाँ नयाँ कामको रिसर्च गर्छ, कसैलाई गाली नगर्ने, कसैलाई केही नभन्ने, सत्य र सद्मार्गको बाटोमा जो अघि बढ्छ, जसको भगवानप्रति आस्था र विश्वास हुन्छ, उसको शरीरमा र उसको शिरमा कुलको बास हुन्छ। रक्षा गर 12 मुष्ट कुल।